मेरो छोराको लागि चाहिँ मैले लिटो बनाउनको लागि घरमै तयारी पारेको सामानहरु हो। यो बदाम, यो भटमास, यो चना, यो काजु, अनि यो बदाम, अनि हरियो केरो, यो कालो भटमास, यिनीहरु चाहिँ मैले बोक्रा निकालेर गरेको। अनि फेरि यो चाहिँ बोक्रा ननिकालेको मिक्स गरेको। अनि मकै, गहुँ, अनि फेरि सेतो चना र भटमास चाहिँ 2 थरी छ मेरोमा। अनि यो चाहिँ लोकल चामल। यति गरेर चाहिँ बच्चाको लागि लिटो बनाउनको लागि तयार पारेको। मेरो सानाको लागि लिटो। सुन्दा हस तदा के को लागि गर्दियो यो के को लागि भाइको लिटोको लागि मगर दानी छ। यो चाहिँ कालो भएर गोरो बनाउन आँटेको गुड। त्यो ब्ल्याक मात्रै गर न, अरु नगर, कालो मात्रै गर। दानहरु निस्किरहेछ। ल राम्रोसँगले गर्ने। कुरा मैले नाच्छु सानी यता हेर गजबको चाहिँ ठिक्क आफ्नो बच्चाले कति खान्छ त्यति। मैले चाहिँ फर्स्टमा चाहिँ यो पिठो भन्नु न, यो बनाएको पिठो चलाउँछु। अनि त्यसपछि यहाँनिरकोमा चाहिँ तातिसकेपछि घिउ हाल्नुपर्छ है त। मेरो चाहिँ हेर्नु न, यहाँ मलाई भिडियो बनाउनै दिँदैन। खाने मान्छे आइसके पछाडि तेल लाएर राखेको बाहिर है साथीहरु आइसक्यो। लिटो नखाने सानो बनाउनु पर्दैन, हेर्नु न आइसक्यो। यहाँ पकाउनै दिँदैन, जे बनाउँदा खाली खुट्टामा धुनुहुन्छ यसरी। उठ्न न साने दा, ल उठाउ न साने उठ। उठ्न न त साने, साने उठ। हात उठाउ। अर्को पनि उठाउ न, उठाउ न। उठ साने उठ, साने उठ, साने उठ। उठ्न न त मम्मी। भाइ के भएको आज? उठ्न त के हो यो? फेरि उठ। उठ साने।